कति ढिलो गरे कि भनेको छिटो आउ न ढिलो भइसक्यो यी बुढालाई जहिले पनि हतार हुन्छ सायदै भएको छैन कति बज्यो र रोहित काव्य अभी खाना खाना आऊ खाना सेलिसक्यो अरे कति हतार गर्नुभएको काममा होला सायद भएपछि त आइहाल्छ नि सायदमा टिका लाए भएन उहाँ बाबु भोकै होला बाबुलाई टिका लगाइदिएर खाए हुन्न बाबुलाई मन पर्ने पक्को बनाएको छु खाएर हेर त कस्तो छ होइन कति बजे हो र सायद आइहाल्यो नि फोन आयो दर्शन मामु दर्शन बाबा भाग्यमानी छोरा ल भाग्य मानी भइस बाबु कत्रो बेर लाग्यो नि हेत्तेरिका अब काममा जानु पर्यो फर्केर आउनु पर्यो अब टिका लाउने बेलामा आएको छ भइगयो त ए बाबु तेरी आमालाई बिहानदेखि छटपटी छटपटी कुरै नगर न कति छटपटी हो छटपटी मामु यसपालि पनि छुट्टी मिलाउनै सकिन भने यस्तै भयो छुट्टी नमिलेर के भयो त हाम्रो आँखा अगाडि छस् त हजुरले बनाउनु भएको त्यो पक्कु थियो नि साह्रै याद आइरहेछ I miss you, Mom. ए बाबु अब टिका लाउने बेला भयो टिका लाउँ है म त भोलि गाउँ फर्किनु पर्यो मेरो टिकट काट्दे है बाबु कस्तो भोलिँदै फर्कने कुरा गर्नुभयो हिजो त आउनु भएको चाडबाड सकाएर त जानुस् चाडबाड त गाउँमै रमाइलो होला जस्तो छ गाउँमा हुँदा तिमीहरूको अनुहार मोबाइलमा हेर्न पाइन्थ्यो यहाँ त तिमीहरूको अनुहारको अगाडि मोबाइल मात्र देखिन्छ सम्बन्ध जोड्नलाई बनाएको यो डोरी जसले टुट्न दिएन नाता क्षितिजबारी पनि फेरि यही डोरीलाई दूरी नबनाऊ एकछिन फोनलाई साइडमा राखेर परिवारसँग रमाऊ यस चाडपर्वमा राखौँ स्क्रिन टाइम कम र फ्यामिली टाइम बढी रियलमी परिवारबाट तपाईँ र तपाईँको परिवारलाई बडा दशैं शुभ दीपावली र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना